नमस्ते साथीहरू, गुड मर्निङ। आजको सुरुवात भइसकेको छ अनि हामी त खाना पनि खाइसक्यौँ। अब तपाईहरु के गर्दै हुनुहुन्छ? हामी त खाना खाइसक्यौँ। अब हामीले खाना खाएर आइसक्यौँ। अब चाहिँ हामीले केराउ टिप्ने भनेछन्। हामीले सुकाउनु पर्यो। भएर अब म सुकाउन जान्छु। साने ओइ छोरो, साइकल ढल्छ नि। बाटो छोड बाटो। मेरो छोराले बाटो छिक्छ। अब हामी काम गर्न गइरहेछौँ। सुकाउने हो यो। समु कहाँ पुगिसक्यो? यो सुकाउने भन्ने बेसार के थाप्ने हो? यसरी बेसार सुकाउने हो साथीहरू। हामी त यसमा के थाप्ने यसमा? थाप्नु पर्दैन कि यसै कोसा टिप्ने के? कहाँ केमा टिप्ने हो त? अब भाँडामा कोसा टिप्ने हो, केराउ टिप्ने हो। केराउ भाँडा कोडीमा हाम्रो किचन हो साथीहरू। म यसमा टिप्ने हो भाँडा। आजको भ्लग यही हो। के मेरो छोरा यहाँ छ, बसेछ। म भिडियो बनाउन लाग्छु। चटै ल्याए पनि हुन्छ त बस्नु। यो भिडियो यसरी टिप्ने तानालाई। मान्छेहरू भोट हाल्न जाँदैछन्। हामी पनि जाने हो भोट हाल्न। के खाएको साना? के खाएको? हजुर सानो माया उता जा त। उता जाऊ न सानो माया। भाँडा माझ्ने छोरी। खै अब 3 मिनट भइसक्यो मेरो भिडियो पनि। अब मैले पैसा कमान्छु। यस्तो त हुन्न। कसरी त? अहिले यहाँ बेसी हालिन्छ एउटा ज्याङले यसरी। ल त लु म अड्डाएर भिडियो गर्छु। कहाँ अड्डाउने होला कि? ठाउँ पनि छैन के अड्डाउने ठाउँ। यहाँबाट हुन्छ कि हुन्न हौ? नमस्ते साथीहरू, फेरि पनि तपाईहरुको माझमा आइसके। अनि अघि हामीले गराइसक्यौं। हाम्रो त्यो मोटरहरु काचै टिपेर पनि हामीले बाहिर सुकाइसक्यौं। बाहिर म देखाउने छु। हामी अनि सबै आफ्नो काममा बिजी भइसके। अब कता गएका छन् साथीहरू। म देखाउँछु है साथीहरू, तपाईहरुलाई देखाउँछु।
यत्रो डल्लो हामी टिपेर भ्यायौँ। त्यहाँ सुकाछौँ, त्यहाँ बेसार हो त्यो अघि सुकाएको हो। अनि त्यति नै साथी हामी काम गरेको। अनि हामी यो चाहिँ हाम्रो रुम हो, हामी भाडामा बस्छौँ, हाम्रो रुम हो साथीहरू। अनि तपाईँहरूले हिजो हामीले के च्यालेन्ज गरेको थियौँ, पानीपुरी हामी च्यालेन्ज गरेको थियौँ नि साथीहरू। त्यो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। यस्तो भएन है भनेर मलाई कमेन्ट गरिदिनु होला। र म पनि अब बिस्तारै सिक्दैछु, अब केही कुराहरू मेरो मैले नजानेको कुराहरू भनिदिनु होला होइन। अनि म पनि मेरो यो युट्युब च्यानललाई तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। म पनि तपाईँहरूको कुनै नयाँ हुनुहुन्छ भने म पनि तपाईँहरूको गरिदिने छु। र तपाईँले लाइक कमेन्ट गरिदिनु, जसले कमेन्ट गर्छ त्यसको युट्युब च्यानल मैले सब्सक्राइब गर्नेछु। अनि त्यसपछि मेरो छोराछोरी सब खेल्न गएको साथी। यहाँ त गर्मी लाग्यो, दाङ हो साथीहरू, म दाङमा छु। म अझै आफ्नो राम्रोसँग आफ्नो परिचय खुला छैन, म खुलाउने छु एक दिन। तपाईँहरूको माझमा मजाले बसेर मेरो कहाँ बस्छु के गर्छु भनेर यस्तै हो गर्न त। अनि कहाँ बस्छु भनेर म तपाईँहरूलाई देखाउने छु। अनि मेरो घर कहाँ हो, पुरानो घर तपाईँले सबै कुरा भन्ने छु। र आज यति नै हो साथी। अनि आजको भिडियो यति नै, बाई बाई।